हेलो एभ्रिवान, सबैजना के गर्दै हुनुहुन्छ? आज फेरि मैले एउटा सोयाबिनको अचारको रेसिपी सेयर गर्न गइरहेको छु। भिडियो अन्तिमसम्म हेरेर साथ सपोर्ट गरिदिनु होला। हेर्न सक्नुहुन्छ साथीहरू। अब हजुरहरूले आवश्यकता अनुसार सोयाबिन यसरी भिजाएर राख्ने एउटा भाँडामा। अब भिजाएर राखिसकेपछि मैले चाहिँ यता आलु बोइल गरेको छु है साथीहरू। आलु पनि बोइल गर्ने। अब के गर्नु, अब यता आवश्यकता अनुसार अब सामानहरू सबै रेडी गर्न गइरहेको छु साथीहरू। हजुरहरूले देख्न सक्नुहुन्छ। फाइनल्ली मैले चाहिँ यता सामानहरू रेडी गरिसकेको छु, छिलिसकेको छु। अब फेरि मसलातर्फ लागेँ म चाहिँ। मसलामा चाहिँ जिरा, धनियाँ, आलस, खुर्सानी एड गरेर यसरी भुटेर गर्नुभयो भने चाहिँ एकदम मिठो टेस्ट आउँछ कि साथीहरू। मजाले पिस्ने। अब आलु चाहिँ मैले छिलिसकेको छु। अब यो सोयाबिनलाई चाहिँ भिजेको सोयाबिनलाई यसरी निचारेर राख्ने। यसलाई चाहिँ यसरी राख्नु भयो भने पानीहरू सबै जान्छ साथीहरू। अब मैले चाहिँ आवश्यकता अनुसार प्याज राखेँ, टमाटर राखेँ, अनि खुर्सानी एड गरेँ, मसला पनि एड गरेँ। हजुरहरूले टमाटर हल्का बोइल गरेर राख्नुभयो भने पनि राम्रो हुन्छ। मलाई चाहिँ यतिकै मनपर्छ। अब आवश्यकता अनुसार नुन राखेँ साथीहरू, अनि बेसार राखेँ। अब यसरी प्यानमा तेल राखेर अनि यसरी 5 फुरानले झानिदिनु साथीहरू। एकदम राम्रो बन्छ है। मैले चाहिँ हातले मिक्स गरेको छु। हेर्नुहोस् त, यसरी खान सक्नुहुन्छ। किप वाचिङ माई भिडियो। बाई बाई।